अनि फ्यान प्लिज बनाउनु पर्यो नि त फेरि। नमस्कार, एकछिन पहिला रेडी हुनु ल। आफै खिच्छ यो क्यामेराले। के भन्नु नमस्कार भन्नु मैले हजुरले गरेपछि म यहाँ सुरुमा दर्शकहरूलाई भन्छु क्या। अनि तपाईँलाई वेलकम तपाईँलाई स्वागत गर्छु क्या म। तपाईँ एकछिन सपोज हुनुहुन्न अरे क्या, यो क्यामेरा छैन अरे, यता खासै ध्यान नदिनु ल। नमस्कार, आज हामीसँग स्टुडियोमा हुनुहुन्छ हाम्रो घरपेटी दाइको आमा। हाम्रो आमालाई हामीले आज इन्टरभ्यूमा नाम भन्नु नाम हजुरको नाम बेदी नेपाली सुरु। नमस्कार, आज हाम्रो स्टुडियोमा हुनुहुन्छ हाम्रो घरपेटी दाइको आमा उहाँ बेदी नेपालीज्यूलाई हामी बेदी नेपालीज्यूलाई हामी स्वागत गर्न चाहन्छौँ। नमस्कार आमा। हजुर अस्ट्रेलिया आउँदा कति खुसी हुनुभयो? धेरै धेरै खुसी भयो नि। अब छोरा आएको है, दुःख सुख गरेर हुर्काइयो बढाइयो पठाइयो। आउँदा त बिस्मत लागेको थियो, तर छोरा आउँदा आफूलाई कस्तो कस्तो लागेको थियो, तर अहिले आफै आउँदाखेरि चाहिँ धेरै खुसी लागेको छ। धेरै खुसी लाग्छ। सुरुमा हजुर नेपालमै हुँदाखेरि अनि दाइ यता अस्ट्रेलिया आउँदाखेरि चाहिँ दुःख लागेको थियो? अलिक दुःख लागेको थियो, किनभने अब जस्तो भने कहिल्यै काहीँ नहिँडेको छोरो काखमा हुर्किराखेको, बाहिर पठाउँदा के होला कसो होला, त्यहाँको बाटोमा कस्तो होला, भिज्न सक्ला नसक्ला, त्यो त मनमा चिन्ता भइहाल्छ नि। अनि एरोप्लेन चढ्दा कतिको रमाइलो लाग्यो? एरोप्लेन मैले डोमेस्टिक त चढिराखेको हो होइन, इन्टरनेसनल चाहिँ चढेको थिइनँ। रमाइलो लाग्यो। भनेको हजुरको फर्स्ट टाइम थिएन एरोप्लेन चढेको? हजुर, इन्टरनेसनल फर्स्ट टाइम हो। डोमेस्टिक त 8-10 चोटि भइसक्यो होला। डोमेस्टिक राम्रो कि इन्टरनेसनल राम्रो? प्लेन चाहिँ इन्टरनेसनलै राम्रो हुन्छ। अलिक नयाँ बस्ने ठाउँ पनि ठिकै हो, सिट त उस्तै उस्तै हो होइन, तर जे होस् अब धेरै मान्छे यसो रमाइलो हेर्दै हेर्दै रमाइलो लाग्यो। अनि त्यहाँबाट खुसी पनि लाग्यो। अनि हजुरलाई छोराछोरी नेपाल फर्कियो खुसी हुनुहुन्छ कि यतै बस्दाखेरि? होइन, आफ्नो मातृभूमि त छोड्न मलाई मन लाग्दैन, किनभने यहाँ बसेर कमाउन् रमाउन्, उनीहरूको भविष्य त नेपालमै बनोस् भन्छु नि त। जस्तो कति वर्ष जति चाहिँ दाइ यतै बसेर हुन्थ्यो जस्तो लाग्छ हजुर? अब उसको व्यवस्था नमिलिन्थ्यो, उसले घर गृह बनाउनु पर्यो, सबैलाई हेर्नु पर्यो। अब घर परिवार भन्दा सबैभन्दा जेठो छोरो होइन, सबैले नै हेर्नुपर्छ उसले त। बाउ आमादेखि लिएर भाइ एउटा छ, दिदी एउटा छ, अनि उनीहरूलाई पनि हेर्नै पर्यो। जस्तो वर्षमा हेर्दाखेरि कति वर्षमा, जस्तो 10 वर्ष 15 वर्ष कति वर्षपछि चाहिँ नेपाल आइदियो हुन्छ जस्तो लाग्छ हजुरलाई? छोरालाई हजुर अब उस व्यवस्था मिलाउँदा कति वर्ष लाग्छ, चाँडै नै आइदियो हुन्थ्यो जस्तो लाग्छ। आमा अहिले कति वर्ष हुनुभयो? म 23 सालले कति वर्ष भेट्यो होला, 58 त्यस्तै लगभग। हजुरको जीवनमा धेरै कथा होला, एउटा अनुभव सुनाउनुहोस् न हामीले, एउटा रोचक कथा। रोचक कथा के भनौँ म भने, अब पढाइ सम्बन्धी नै भनौँ न होइन। सानैमा दुःख आश्रमबाट आइएको हामी, बुवाले सानैमा आश्रम लानुभएको थियो अरे। म त 1.5 वर्षको मात्रै थिएँ अरे, उहीँ हुर्काउनु भयो। 12-13 वर्ष भयो, पढाइ भन्ने थाहा भएन। अनि दाजुभाइकै यसो किताबहरू हेरेर पढियो। त्यसमा फेरि मेरो पढाइ बिचमा बिमारी भएँ। बिमारी भएपछि एकदम त्यसमा हामी 7 जना बिमारी भएकोमा 1 जना बाँचेँ। सबैजना झाडा पखालाले कलेरा आएको, सबै निधन सबैजनाको। अनि म 1 जना बाँचेकोले बुवाले पढ्नु पर्दैन त रोगिशेष भन्नुभयो। त्यही पनि मैले जबरजस्ती गरेर सुकुना माध्यममा गएर नाम लेखाएँ। अनि त्यहाँ पढेँ। फेरि घरमा काम गरियो, दोलैसा सिक्छु भनेर लेटाइन गरेर बस्यो 3 महिना। 6 महिनाको तालिममा मैले 1 महिनामा नै सबै क्लियर गरेर पास गरेँ। म त्यसमा सुपरभाइजर बनाइदिएको थियो। अर्को क्वेसन, हजुरको जीवनमा अहिलेसम्मको अलिक दुःख लाग्दो घटना कुनै छ? मेरो जीवनमा दुःख लाग्दो घटना त अलिक निराश भएको, अलिक नरमाइलो दिन निराश भएको दिन। अब आफै बिमारी भएको बेला, अनि बाबा बित्नुभयो। छोरा छोरी मसिना थिए 3-4 वर्षको। त्यतिखेर अब
धेरै गाह्रो भयो जानलाई। 4 दिन पुगेँ म बाबालाई भेटिन। कुनै दिन एकदम रमाइलो लागेको दिन? एकदम रमाइलो लागेको दिन, सबैभन्दा खुसीको दिन चाहिँ जब मेरो श्रीमानले सर्वोच्च अदालतमा काम पाउनुभयो, त्यसमा चाहिँ धेरै खुसी लाग्यो। उहाँ वकिल हुनुहुन्छ? वकिल नै भन्न मिलेन, वकिलको चाहिँ सबै म्यानेज गर्ने हुनुहुन्छ। के भन्नु, सचिव। अनि हजुरले आफ्नो जीवनभरिमा कुनै एउटा ला यो चाहिँ मैले गल्ती गरेँ कि यो चाहिँ नगर्नु पर्थ्यो कि जस्तो केही छ? मैले गल्ती गरेँ भन्नाले मैले इन्टरकास्ट बिहे गरेर चाहिँ गल्ती गरेँ कि भन्ने मलाई पहिले लाग्थ्यो, तर अहिले मलाई त्यो लाग्दैन। अहिले किनभने मैले चाहेरै इन्टरकास्ट बिहे गरेको हो, नचाहेर होइन। अनि अब म त उपाध्याय बाहुन नेउपानेको छोरी, अनि धेरैले मलाई इन्सल्ट गरे, तर मेरो बाबाले गर्नु भएन। मेरो बाबाले सपोर्ट गर्नुभयो। यो मलाई सबभन्दा खुसीको कुरा छ, सबभन्दा। जस्तो आजभोलिको युवाहरूलाई के सन्देश दिन चाहनुहुन्छ? इन्टरकास्ट म्यारेज गर्नु कि नगर्नु? इन्टरकास्ट म्यारेज नगर्नु होइन, गर्नु। तर जीवनभरि त्यो गरिसकेपछि कसैले नगर्नु। इन्फ्लेट भनेको अब जस्तै नकार्नु, उसलाई नराम्रो नगर्नु, नमान्नु। किन इन्टरकास्ट म्यारेज गरिसकेपछि नगर्नु, गरिसकेपछि स्वीकार्नु। म चाहिँ त्यो भन्छु। अर्को क्वेसन, कास्ट नगर्दा पनि ठिक छ, कास्ट पनि राम्रो हो। सबैभन्दा त आफ्नै कास्ट राम्रो हो होइन। सबै कुरामा बुझ्दा कुल देउता, अब पितृ देउता, यस्तो मोठ मन्दिरमा जाँदा यताउता सबैमा सोच्दा कास्टै राम्रो भन्दो रहेछ। तर मलाई चाहिँ मैले गरेँ भनेर मलाई त्यस्तो ऊ छैन। हाम्रो दर्शकहरूले हामीलाई हेर्नुहुन्छ, उहाँहरूलाई के सन्देश दिन चाहनुहुन्छ जीवनमा कसरी अघि बढ्ने बारेमा? होइन, जीवनमा त अघि बढ्ने आफूले नै योजना गर्नु पर्यो। बच्चा भए पनि तापनि आमा बाउको ज्ञान लिनु पर्यो। आमा बाउ त कसैको दुष्कर्म दुष्ट हुँदैन, दुष्मन त हुँदैन नि, शत्रु त बन्दैन नि। जस्तै पनि मेरो छोरा मेरो छोरी पढुन्, देश विदेशमा राम्रो होस्, नाम चलोस् भन्ने हुन्छ नि। अनि पढ्नु पर्यो, नकारात्मक बाटो लाग्नु भएन, नखाने कुराहरू खानु भएन। सोचेर आफूलाई जुन इच्छा छ त्यसमा जाने अनि लक्ष्य पुरा गर्ने। आमा बुवाले भनेको मान्ने अनि आफ्नो लक्ष्य पुरा गर्ने। हस् त, धेरै धेरै धन्यवाद हाम्रो गफ सुनिदिनु भयो। आमा नमस्कार। कस्तो हुन्छ त यो इन्टरभ्यू?